साथीहरू हाम्रो जिन्दगी भनेको बिना पानीको माछा जस्तै कि कमाउनु सकेन रमाउनु सकेन। यहाँ आएर काम गरेछ 2 बजे राति आएको अहिले 2 बजे दिउँसो हामी यसरी लखन गर्मीमा चाहिँ रुम जाँदैछौँ। गर्मी चाहिँ छल्नुको लागि क्याप लगाएको भन्नु चाहिँ मिल्दैन, यसो घाम अलिअलि छल्लिन्छ कि भनेर मात्र लगाएको हो। लाएर चाहिँ हामीहरू जाँदैछौँ। अब नयाँ चाहिँ अब सरकार आएको छ, नयाँ सरकारले केही गर्छ कि हामी झोला बोक्नु पर्दैन कि भनेको, तर पनि नहुने भयो। बरु रुखले अलिअलि छारिदिएको थियो, घामले किरण दिएको थियो, हँसे हटौडाले यसो दाउरा घाँस काट्नुलाई काम लगाएको थियो। अब हलोले खेतबारी जोत्नुलाई अब अञ्जलीको माटो छ, केही गर्छ कि भन्ने आश गरेको, अरूको त आश मऱ्यो। घन्टी पनि मन्दिरमा लगाएर राख्नु पर्ला जस्तो छ, अब हर ठाउँमा चल्ला जस्तो छ। अञ्जलीको माटोको आश छ एउटा देश बन्द लागि भन्ने, अरू चाहिँ त्यस्तै हो साथी है त। त्यही भएर चाहिँ अब त्यसरी चाहिँ दुःख गर्नुपर्छ। हामी हिँड्दैछौँ हामी बाटो अब के हो, बिना पानीको माछा जस्तै घटाइ गरेँ, हिँड्यो, न कमाउनु सक्यो न रमाउनु सक्यो। यत्रो वर्ष विदेश बस्यो।